बालेन र रवि, नेपालको नयाँ राजनीतिक शक्तिको उदय कि नयाँ विवादको सुरुवात। नेपालको राजनीतिमा पछिल्लो केही वर्षमा दुई नाम सबैभन्दा धेरै चर्चामा छ, बालेन्द्र शाह र रवि लामिछाने। एकजना काठमाडौँका पूर्व मेयरबाट देशको नेतृत्वसम्म पुगेका नेता, अर्का एकजना टेलिभिजन पत्रकारबाट राष्ट्रिय राजनीतिका प्रभावशाली पात्र बनेका व्यक्ति। तर अहिले यी दुई नाम फेरि किन चर्चामा छन्? आजको डकुमेन्ट्रीमा हामी हेर्नेछौँ शक्ति, लोकप्रियता, विवाद र नेपालको बलिदानको राजनीतिक भविष्यको कथा। सन् 2022मा काठमाडौँ महानगरको मेयर चुनाव जितेपछि बालेन शाह नेपाली राजनीतिमा नयाँ आकाशको प्रतीक बने। इन्जिनियर, र्यापर, कलाकार र स्वतन्त्र उम्मेद्वारको छवि बोकेका बालेनले परम्परागत दलहरूलाई चुनौती दिएका थिए। पछि उनी राष्ट्रिय राजनीतिमा प्रवेश गरे र राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिए। 2026को चुनावपछि उनी नेपालको प्रधानमन्त्री बनेका छन्। युवा पुस्तामा उनको लोकप्रियता अझै नै उच्च मानिन्छ। रवि लामिछानेको प्रभाव। रवि लामिछानेले नेपाली टेलिभिजनका चर्चित प्रस्तोताबाट राजनीतिमा आएका व्यक्ति हुन्। उनले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमा नै ठुलो जनसमर्थन प्राप्त गर्यो। पुराना दलप्रति बढ्दो असन्तुष्टिको बिचमा रवि परिवर्तनको आवाजका रूपमा उदाए। तर उनको राजनीतिक यात्रा विवाद रहित भने रहेन। सहकारी प्रकरणसँग सम्बन्धित कानुनी मुद्दाहरू अझै अदालतमा विचाराधीन रहेको सार्वजनिक रिपोर्टहरूमा उल्लेख गरिएको छ। पछिल्लो विवाद। हालै बालेन शाहको भारत नेपाल सीमा सम्बन्धी अभिव्यक्तिले राजनीतिक बहस चर्चाएको छ। उनका केही भनाइहरूलाई लिएर नेपालमा विरोध प्रदर्शन समेत भएको समाचारहरू हामी कहाँ आएका छन्। भारतले पनि सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार गरेको प्रतिक्रिया दिएको रिपोर्टहरू प्रकाशित भएका छन्। यसैबीच रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय नेताहरूसँग भेटवार्ता पनि गरेका छन्। भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्यका विषयमा छलफल भएको बताइएको छ। जनताको अपेक्षा। आज नेपाली जनताले यी दुवै नेताहरूबाट एउटै कुरा खोजिरहेका छन्: भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना, सुशासन र विकास। बालेनले युवाहरूले आशा दिएका छन्, रवि लामिछानेले वैकल्पिक राजनीतिक शक्तिको निर्माण गरेका छन्। तर अब प्रश्न उठ्छ, लोकप्रियता मात्रै पर्याप्त छ कि परिणाम पनि देखाउनु पर्ने समय आइसकेको छ? नेपालको राजनीति नयाँ मोडमा पुगेको छ। एकातिर बालेन शाहको नेतृत्वमा बनेको नयाँ सत्ता संरचना, अर्कोतिर रवि लामिछानेको राजनीतिक प्रभाव र निरन्तर चर्चित उपस्थिति। यी दुई व्यक्तित्वले नेपालको भविष्यलाई कुन दिशामा लैजान्छन्? यो प्रश्नको उत्तर समयले दिनेछ। तपाईँको विचार के छ? बालेन र रवि नेपालको भविष्य बदल्ने शक्ति कि अर्कै राजनीतिक प्रयोग? कमेन्टमा आफ्नो धारणा लेख्न नबिर्सनुहोस्। हवस् त, धन्यवाद।